गर्ने भनेर। गाइज, यस भिडियोमा हामीले ट्रिम एन्ड स्प्लिटको बारेमा डिस्कस गर्न गएका छौँ। यो एकदमै बेसिक टपिक्स भए पनि एकदमै मोस्ट इम्पोर्टेन्ट टपिक्स रहेको छ, राइट? किनकि हामीले भिडियो रेकर्ड गर्ने क्रममा कुनै न कुनै ठाउँमा मिस्टेक गरेका हुन्छौँ र रिटेक लगेका हुन्छौँ। लाइक तपाईको भिडियोको स्टार्टिङमा मिस्टेक भएको छ, अथवा भिडियोको बिच भागमा मिस्टेक भएको छ, अथवा तपाईको भिडियोको एन्डिङ पार्टमा चाहिँ मिस्टेक भएको छ भनेपछि त्यो अनवान्टेड पार्टलाई तपाईले यस VN एप्लिकेसनको सहायताबाट कसरी डिलिट गर्न सक्नुहुन्छ त भन्ने कुरा यस भिडियो अन्तर्गत रहेर हामी सिक्न गइरहेका छौँ, राइट? सो मैले एउटा भिडियो फाइल एड गरेको छु र यहाँनिर म प्ले गर्छु। सबैभन्दा पहिले त हेलो एभ्रीवान, वेलकम टु अल टेक नेपाली युट्युब च्यानल। आजको भिडियो स्टार्ट। हेलो एभ्रीवान, ओके, मैले फर्स्टमा एक टेक लगेको छु। अब यो अगाडिको पार्टलाई हामीले कसरी डिलिट गर्ने त भन्ने कुरा हेर्दैछु। तपाईले सामान्यतया डिलिट भनेको दुई तरिकाबाट गर्न सक्नुहुन्छ। ट्रिमबाट गर्न सक्नुहुन्छ, स्प्लिटबाट गर्न सक्नुहुन्छ। ट्रिमबाट तपाईले अगाडिको र पछाडिको जुन तपाईको भिडियो छ, यो भिडियोको पार्टको अगाडिको पार्ट र पछाडिको पार्टलाई मात्रै तपाईले रिमुभ गर्न सक्नुहुन्छ भनेपछि स्प्लिटबाट तपाईले भिडियोको अगाडिको पार्ट, पछाडिको पार्ट र बिचको पार्ट जहाँको पार्ट भए पनि तपाईले सजिलैसँग डिलिट गर्न सक्नुहुन्छ। फर्स्ट अफ अल म तपाईलाई देखाउँदै छु हामीले ट्रिमको युज गरेर अगाडिको पार्ट र पछाडिको पार्टलाई कसरी रिमुभ गर्न सक्छौं त भन्ने कुरा, राइट? सो मैले अगाडि रिटेक लगेको थिएँ। ओके, यहाँसम्म मैले रिटेक लगेको छु र यहाँबाट मैले जुन भिडियोलाई सिलेक्ट गरेँ र तपाईले यो अप्सनमा छ, यो अप्सनमा क्लिक गरेर यसमा ट्याप एन्ड होल्ड गर्नु होला। त्यसपछि तपाईले यसरी ड्र्याग गर्न सक्नुहुन्छ र यहाँबाट छोड्दिन सक्नुहुन्छ र तपाईले प्ले गर्नु होला। हेलो एभ्रीवान, वेलकम टु अल टेक नेपाली युट्युब च्यानल। सो गाइज, आजको भिडियो स्टार्ट गर्नुभन्दा अगाडि म तपाईलाई केही भिडियो क्लिप्सहरु देखाउन गइरहेको छु। हेरौ है त। सो अब यो पछाडिको पार्टलाई मैले रिमुभ गर्दैछु। यसरी ट्याप गर्नु होला र यहाँबाट फेरि तपाईले होल्ड गर्नु होला र यसरी स्लाइड गर्न सक्नुहुन्छ र छोड्न सक्नुहुन्छ र भिडियो प्ले गरौँ। स्टार्टिङबाट हेरौँ। हेलो एभ्रीवान, वेलकम टु अल टेक नेपाली युट्युब च्यानल। सो गाइज, आजको भिडियो स्टार्ट गर्नुभन्दा अगाडि म तपाईलाई केही भिडियो क्लिप्सहरु देखाउन गइरहेको छु। हेरौ है त। सो पर्फेक्ट तरिकाले यसरी चाहिँ तपाईले आफ्नो भिडियोको अनवान्टेड पार्टलाई चाहिँ रिमुभ गर्न सक्नुहुन्छ। यो पछाडिको जुन आएको छ यसलाई हामीले यसरी हटाउन सक्छौँ। अब यो त भयो तपाईको अगाडिको र पछाडिको पार्टमा चाहिँ मिस्टेक भएको छ भने कसरी ट्रिमको सहायताबाट हटाउने भन्ने कुरा। अब हामीले जुन भिडियोको बिचको पार्ट छ त्यो बिचको पार्टलाई हामीले रिमुभ गर्नु छ भने पछाडि कसरी गर्ने त भन्ने कुरा देखाउँदैछु। त्यो पछाडिको अगाडिको र बिचको पार्टलाई हटाउनको लागि तपाईले सजिलैसँग स्प्लिटको युज गर्न सक्नुहुन्छ। लाइक तपाईलाई मैले यसको टाइमलाइनलाई अलिकति बढाएँ। सो गाइज, आजको भिडियो लाइक जस्ट एक्जाम्पलको लागि है, त यो मिस्टेक चाहिँ भएको छैन मेरो बिचमा, तर एक्जाम्पलको लागि म तपाईलाई देखाउँछु। लाइक यो पार्टदेखि सो गाइज, आजको भिडियो स्टार्ट गर्नुभन्दा अगाडि सम्म मैले हटाउँदैछु। ओके, यहाँसम्म चाहिँ मैले हटाउनु छ भनेपछि मैले यहाँबाट स्प्लिट गरेँ। ओके, सो गाइज, यहाँबाट चाहिँ मैले यहाँबाट फेरि स्प्लिट गरेँ र मैले यो बिचको पार्टलाई हटाउन चाहन्छु भनेपछि मानिलियो यो मेरो मिस्टेक छ भने पछाडि अब यसमा सिम्पल रूपमा सिलेक्ट गरेँ र यहाँबाट डिलिट पनि गर्न सक्नुहुन्छ अथवा तपाईले यहाँबाट डिलिट पनि गर्न सक्नुहुन्छ। तपाईले जुन ठाउँबाट गर्दा पनि एकै हो। मैले यहाँबाट डिलिट गरेँ र मैले आजको यस भिडियो भन्ने पार्टलाई चाहिँ मैले रिमुभ गरिसकेको छु। लाइक तपाईले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। हेलो एभ्रीवान, वेलकम टु अल टेक नेपाली युट्युब च्यानल। म तपाईलाई केही भिडियो क्लिप्सहरु देखाउन गइरहेको छु। हेरौ है त। सो यसरी चाहिँ तपाईले भिडियोको अनवान्टेड पार्टलाई रिमुभ गर्न सक्नुहुन्छ स्प्लिट एन्ड ट्रिम अप्सनको युज गरेर।